सम्पूर्णमा नमस्कार। म लियो स्मृति पौडेल। आज चाहिँ हामी पुन्दीकोटको श्री महेश्वरी सेकेन्डरी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम रोट्याकसँग सहकारी गरेर लिएर आएका छौँ। र अब कार्यक्रमहरू फर्मली यसो सञ्चालन गरिसकेपछि चाहिँ अब यहाँ फ्री टाइम भयो, के गरम भयो। ठिक छ नि त, हाम्रो यो कार्यक्रमको पनि त यसो भिडियो भ्लग गर्न मिल्यो, राख्न मिल्यो भनेर गर्दैछु। हाम्रो चाहिँ यस्तो छ। आउँदै हुनुहुन्छ, अब जस आउने क्रममा नै हुनुहुन्छ सबैजना। हाम्रो निःशुल्क स्वास्थ्य शिविरमा चाहिँ अब डक्टरहरू जिएमसीबाट आउनुभएको छ। अब भित्र औषधिहरू गर्ने कार्यक्रम रहिरहेको छ। हाम्रो ब्यानर चाहिँ निःशुल्क स्वास्थ्य शिविर। सम्पूर्णमा नमस्कार। म भगवान महत, हाम्रो स्मृतिजीको साथी। अनि हाम्रो चाहिँ ब्लगको यो मेरो लागि चाहिँ यो पहिलो ब्लग है, जुन चाहिँ स्मृतिजीको बामा फिचर हुन्छु पहिलोचोटि। अनि हाम्रो चाहिँ आज हामी निःशुल्क स्वास्थ्य शिविर जुन चाहिँ लियो क्लब अफ चौतारी पोखराले आयोजना गरेको थियो, त्यसको प्रोग्राममा आएको छौँ। र एज यु क्यान सी देयर आर सो मेनी पिपल है। हाम्रो चाहिँ अब यस प्रोग्राममा चाहिँ हाम्रो अब कति मान्छेहरू आफ्नो जेनरल पनि थाहा हुँदैन, जस्तै प्रेसरहरू, सुगरहरू, अनि आफूलाई के छ रोग भन्ने पनि थाहा हुँदैन नि त। त्यो अवेरनेसको लागि चाहिँ हामीले चाहिँ अब स्वास्थ्य शिविरहरू आयोजना गरेको छ। अनि हजुर, अब 2-3 दिनमा अध्यक्ष नै हुनुहुन्छ। लियो वर्ष 2025-26 को हाम्रो लियो क्लब चौतारी पोखराको अध्यक्ष। 3 days to go। अनि यहाँ आएर चाहिँ यो प्रोग्रामलाई हेर्दाखेरि चाहिँ यो चाहिँ एकदम फ्रुटफुल प्रोग्राम जस्तो लाग्यो। के हुन्छ नि, अब कति वृद्ध अब आमा बुवाहरूलाई चाहिँ थाहा नहुनसक्छ उहाँको अब सानो सानो कुरा पनि, जस्तै अब हाम्रो अब कुनै कुरा अब कहिलेकाहीँ लो फिल भएको बेलामा अब अनि हामीलाई अब त्यो प्रेसर हाम्रो थाहा हुँदैन नि त के भएको भन्ने। अब त्यो यहाँ डक्टरहरूको गाइडेन्सद्वारा चाहिँ हामीलाई त्यो थाहा हुन्छ। अनि त्यही भएर पनि अब हुन्छ नि, मान्छेहरूलाई अब सानो सानो कुराको पनि नलेज दिइरहेको छ यो शिविरले, जहाँसम्म मैले फिल गरिरहेको छु। अनि साथै हाम्रोमा चाहिँ अब वृद्ध नभएर बच्चाहरू पनि छ, जसमा जस्तै हाम्रो अर्को भ्लगर हाम्रो साधनाजी। हाम्रो साधनाजी रहनुभएको छ। उहाँ चाहिँ अब 3 days to go हाम्रो लियो वर्ष 2025-26 को पहिलो अहिले चाहिँ द्वितीय अध्यक्ष। अहिले चाहिँ अब मेरो चाहिँ साधना आजबाट म फर्स्ट सुरु गर्ने कि युट्युब च्यानल। दिस इज आवर इनॉग्रेशन भिडियो के। ओके, रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ, पखन्न अब यो हामी कन्टिन्यूमै छौँ नि त अहिले। अनि त्यही भएर अनि हामी चाहिँ देखाएँ अब सो होइन, मैले चाहिँ मेरो सुगर चेक गराएर आएँ, एकदम ठिक रहेछ। हजुरहरू पनि अब यसरी नै फ्रीमा चेक गराउन चाहनुहुन्छ भने पुन्दी 22मा इट इज नट लाइभ के, यो त अब हाम्रो भ्लग हो, हाम्रो जहिले पनि अपडेट हुनसक्छ। तर यदि अब कुनै पनि प्रोग्रामलाई अब निहाल्न चाहनुहुन्छ भने चाहिँ हाम्रो लियो क्लब अफ चौतारी पोखराको फेसबुक पेजलाई लाइक गर्न सक्नुहुन्छ। हाम्रो इन्स्टाग्राम पनि छ, वेबसाइट पनि रहेको छ। अनि हाम्रो यो क्लबले चाहिँ यस्तै सोसियल वर्कहरू धेरै गरिराख्ने हुँदाखेरि अब डेली अपडेटको लागि चाहिँ फलो गर्नु। अनि जसलाई चाहिँ थाहा हुन्छ, हामीले धेरै ठाउँमा गइरहेको हुन्छ यस्तै ओक्सहरू। अनि त्यही भएर अब हजुर पनि उपस्थित हुन सक्नुहुन्छ, चाहनुहुन्छ भने हाम्रो पेजद्वारा अब इन्फर्मेसन लिएर आउन सक्नुहुन्छ। करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। उहाँले चाहिँ कति उमेर भयो, बाबु नानीदेखि वृद्धहरूलाई चाहिँ राम्ररी हेरेर फिल गर्नुभएको छ। यो चाहिँ गण्डकी मेडिकल कलेजको फर्म। यो चाहिँ हाम्रो लियो क्लब अफ चौतारी पोखराको हो। कहिलेबाट हो तिमी डक्टर भएको? बधाई छ। यस्तो चल्दैछ। हाम्रो लियो चौतारीका अर्जुन अधिकारी। स्वागत छ।
मेरो ब्लगमा फर्स्ट ब्लग है अब आजबाट चाहिँ हाम्रो यस्तो चल्दैछ हाम्रो चाहिँ उहाँ पास्ट प्रेसिडेन्ट हुनुहुन्छ यतापट्टि अलि राम्रो लाइट आउँछ यहाँ ल ह्यान्डसम देखिनु भयो है ल अब आजको यस कार्यक्रमको केही शब्द भनिदिनु ऐसे में बड़ा सख्त लौंडा हूं लेकिन यहाँ में पिघल गया धेरै धेरै धन्यवाद हाम्रो स्मृति बहिनीलाई अलि चर्को बोल्नु है धेरै धेरै धन्यवाद हाम्रो स्मृति बहिनीलाई तपाईँको ब्लग हो नि है यो हजुर हजुर ब्लग हो मेरो स्मृति आजबाट फर्स्ट स्मृतिजीको चाहिँ यो फर्स्ट ब्लग छ यो सुरुवात पनि एकदम राम्रो ब्लग छ किन भन्दाखेरि निःशुल्क स्वास्थ्य शिविर सबैले ब्लग चाहिँ कस्तो बनाउँछन् भन्दाखेरि चाहिँ कतै घुमेको होइन कतै मनोरञ्जन गरेको तर चाहिँ उहाँहरूको सुरुवात चाहिँ निःशुल्क स्वास्थ्य शिविरबाट जुन भएको छ यसले चाहिँ ठुलो सफलता हासिल गरोस् अब हामीले चाहिँ आज विशेष गरेर चाहिँ जिएमसी मेडिकल कलेज नेपाल रोटरी क्लब अफ जिएमसी नेपालले चाहिँ संयुक्त रूपमा चाहिँ उनीहरूसँग समन्वय गरेर लियो क्लब अफ चौतारी गएर चाहिँ एउटा चाहिँ निःशुल्क स्वास्थ्य शिविर चाहिँ जुन चाहिँ थालनी गरेको छ यहाँ चाहिँ राम्रो उपस्थिति हामीले देखिरहेको छ भोल्युम बढाउँदै मैले यस कार्यक्रमको लागि चाहिँ हामीले प्रमुख अतिथि वडा नम्बर 22 वडाले चाहिँ लगायत हामीले चाहिँ पास्ट प्रेसिडेन्टहरूलाई पनि हामीले बोलाएका थियौँ अहिलेसम्म हाम्रो लगभग चाहिँ 35जना प्लसको चाहिँ जाँच भइसकेको निःशुल्क चाहिँ स्वास्थ्य परीक्षण भइसकेको छ त्यसको लागि चाहिँ सहयोग गर्नु सम्पूर्ण दादाहरूलाई एकदम धेरै धन्यवाद भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ल धन्यवाद दाइ हाम्रो दाइ चाहिँ यस्तो स्ट्रिक हुनुहुन्न है फेरि दाइ भने नि यस्तो फर्मल्ली बोले पनि अब चाहिँ हामी प्रसन्नज्यूसँग चाहिँ केही कुरा लिन्छौँ एकछिनपछि उहाँ चाहिँ बिजी हुनुहुन्छ ड्रम उस गर्न प्रसन्नज्यू ल हजुरले आजको यस कार्यक्रमको बारेमा भनिदिनु पहिला त आजको मेरो फर्स्ट ब्लग हो स्वागत गर्न चाहन्छु हस् धन्यवाद म चाहिँ प्रसन्न अलिकति त डिस्टर्ब हुन्छ ल यता उहाँलाई आवाज आउनु पऱ्यो उहाँ अलि धेरै क्यामेरा कन्सियस पनि हुनुहुन्छ त्यस्तै हो त्यस्तो होइन तर राम्रो चाहिँ देख्नु पऱ्यो हाम्रो आजको कार्यक्रम चाहिँ यो क्लब अफ चौतारी पोखराले चाहिँ रोटरी क्लब अफ जिएमसी र जिएमसीसँग सहकार्य गरेर पोखरा पर्यटकीय राजधानी त्यही माथि पनि पोखराको सबैभन्दा चर्चित ठाउँ कुम्दिहुम्दीमा स्थित यो महेश्वरी स्कुलमा चाहिँ महेश्वरी माविमा स्वास्थ्य शिविर आयोजना गरेको छ यसमा चाहिँ हामी कम्युनिटी बेस्ड छौँ होइन हाम्रो चाहिँ यो लोकालिटीमा लगभग 500+ मान्छेहरू चाहिँ आउने भनेर चाहिँ हामीले आकलन गरेका छौँ इस्टिमेट त्यही अनुसारको छ र त्यसको लागि चाहिँ हामी काम गर्दैछौँ सुरुवात राम्रै छ हाम्रो टिम पनि राम्रो हुनुहुन्छ उता हस्पिटलबाट पनि राम्रो टिम आउनुभएको छ साथसाथै भाइ बहिनीहरू अनि त्यसपछि यहाँको ज्येष्ठ नागरिक समूहहरू महिला समूहहरू उहाँको पनि सहभागिता छ र कार्यक्रम राम्रो हुँदैछ अहिलेसम्म बाँकी अपडेट चाहिँ लास्टसम्म दिइरहेको छ नि यसले मैले होइन हजुरले सुरु हुँदैछ र यहाँ हाम्रो मेडिसिनहरू यहाँ उहाँ चाहिँ हाम्रो क्लबको मेम्बर तथा आजको यस कार्यक्रमको कोअर्डिनेटर उहाँलाई धेरै धेरै हतार छ यस्तो व्यस्त हुनुहुन्छ खस्यो स्वागत छ सुजिताज्यू हजुरलाई मेरो ब्लगमा विथ सानो मान्छे कति राम्रो हुँदैन आहा कसले राम्रो बनाइदिएको कसले बाँधिदिएको तिम्रो कपाल कसले दिदीले ए ल आऊ चिसो भनेको आइसक्रिमहरू बरफहरू त्यस्तो यस्तो पर्छ हो माटो खेलेर फाले थिएँ एहे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके ए तिमी एकदम हेल्दी छौ है ल हुनुहुन्छ हाम्रो आशिका राणोबाज्यू स्वागत छ हजुरलाई मेरो ब्लगमा अनि कृति शर्मा पनि देखिएकी छौ राम्रो आएछौ होइन 0.5 मा गरेको नडराउनुहोस्
के सोध्न मन छ? ल आजको हाम्रो यस कार्यक्रमको बारेमा भन्नुहोस् न त अब के कस्तो हुँदैछ? हाम्रो कार्यक्रम चाहिँ एकदम इफेक्टिभ हुँदैछ होइन। यो क्लब अफ चौतारी पोखरा इन पार्टनरसिप विथ जेएमसी हस्पिटल अनि हाम्रो रोटऱ्याकको समन्वयमा तिनजनाको कोलाबोरेटिभ अप्रोच हो। हाम्रो यो पोखरा 22 हुँदैछ। जेनरल हेल्थ क्याम्प भनिन्छ होइन। जेनरल हेल्थ क्याम्प अन्तर्गत हाम्रो इएनटी अनि अर्थोहरू छ। सो यहाँको चाहिँ बासिन्दाहरूको लागि नै बढी फोकस गरेर चाहिँ हामीले यो कार्यक्रम लिएर आएको हो। स्कुलमा हामीले अर्गनाइज गर्दैछौँ। सबैजना हाम्रो भोलिन्टियर्सहरू मेम्बर्सहरू चाहिँ एकदम राम्रोसँग काम गर्दै हुनुहुन्छ एज यु क्यान सी। सो अरू केही? ठिक छ ठिक छ। कृतिज्यू हजुरलाई के भन्न छ कि? होइन होइन राम्रो आउनुभयो हजुर। मलाई लागि डक्टरको हल्का फिल लिँदैछु। कस्तो हुँदो रहेछ त डक्टर हुँदा भन्नुहोस्? एकदम रेस्पेक्ट विदाउट एमबिबिएस तर हामी दुइटैको होइन हामी दुइटैको कोर्स चाहिँ सोसल वर्क हो। सो क्वाइट रिलेभेन्ट कुरा हो यो। हामीले चाहिँ स्कुलमा नि प्र्याक्टिस कलेजमा नि प्र्याक्टिस गर्थ्यौँ। ल ल स्वागत छ। साधना अब मेरो भ्लग हेर्ने मान्छेहरूले साधनालाई धेरै नै नचिन्नु भयो होला, मलाई हेरेर दुई तिनजनाले होला। थाहा छ। स्मृतिलाई नचिन्नु होला, मलाई चिन्नु भयो। एकदम धेरै फेमस छिने नि स्टार हुन्। ओलियान एसोसिएट्सको स्टाफ चाहिँ यस होला नि। हेर न मलाई पैसा नदिकन ओलियान एसोसिएट्सको विज्ञापन गर्न लागेन मेरो भ्लगबाट। यदि तपाईँहरूको ब्याचलर भ्याइ हो +2 भ्याइ हो भने प्लिज गाइस होइन 0 किलोमिटरमा ओलियान एसोसिएट्समा आउनु। म तपाईँहरूलाई राम्रो राम्रो डिस्काउन्टमा आइएसपी के गर्नुहुन्छ त्यही गरेर बाहिर पठाइदिन्छु गाइस। बा के दिन्छ ओलियान एसोसिएट्सले मलाई अब डायरी माया ल हो उसले गर्छ सबैजनालाई चाहिँ +2 सकिए नि गयो हुन्छ। ब्याचलर गएर चाहिँ ब्याचलर सकेको साथीहरू छ न जाँदै राखेँ प्रोसेस गर्दै राखेँ चाहिँ राम्रो हुन्छ होइन। खास स्मृतिले ल केही भन नि त लियोको बारेमा भनेको थियो। म चाहिँ काउन्सिलिङ नै गरिदिन्छु जस्तै गरेँ। भयो प्लिज। अबे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ। भोक लाग्यो गरम खाँदैन यहाँ लुकी लुकी। एज कति हुनुभयो? एज भए 23 जति। हजुरले के प्रब्लमहरू छ भन्नु तपाईँ? प्रब्लम त समस्याहरू सबै नै छ। हड्डीहरू दुख्छ? सुगर चाहिँ गराउनुहुन्छ कि? गराउँछु अर्को सुगर अनि जेनरलमा गरिदिन्छु। डक्टरसँग कुरा गर्नु है। अरू केही प्रब्लम हुन्छ? हस् हुन्छ है। यहाँ पनि छ होला। हाम्रो डाक्टर साहबले स्ट्याम्प पनि लगाइदिइसक्नु भएको छ। चाहिँ मेरो चेकअप गर्दै हुनुहुन्छ उहाँ डक्टरज्यूले। अन्त कतिले औषधि आएको ए हामी त यस्तो रोगी रहेछौँ। कस्तो नराम्सी कुकुरले टोक्यो भन्दा बढी। त्यस्तो नराम्रो दुख्छ? दुख्दैन। पर्फेक्ट भयो कि अलि चसक चसक्कै हुनु हुँदैन। 140 बढी हो। खै किन धेरै के खानु भएको थियो स्मृति दी? एउटा केरा मैले त्यही नै हो खाएको। 140 एउटा केरा मैले नि खाएको। भएन स्मृतिजीले सुगर कन्ट्रोल गर्न पर्यो। खै स्मृतिको भ्लग लगाइदिएको। सो गरिदिन्छ अहिले। ल उहाँको चाहिँ 140 देखिएछ। एउटा बनाना खानुभएको अरे मेरो 99। मैले नि एउटै बनाना खाएको इन्क्लुडिङ 1 पिस बिस्कुट। चेक गरेको मैले। चेक गरेको अर्जुनले तर एकदम हाम्रो टिम हुनुहुन्छ है।
ओभरअल टिम हेर्नु ल आजको ब्लग हजुरलाई नै समापन समर्पण मेरो हजुरले त जन्मेदेखि रोगै पाल्नु भएको रहेछ यार हजुरलाई उसको त ठिक्क गरेको छ मेरो हेर नि दुख्दो रहेछ है 140 रे सुगर पहिलाको जमानाको के अरे वेद के भन्छन् अरे त्योवाला के ट्रेडिसनमा गर्नेवाला हो त्यस्तो डक्टर हुनुहुन्छ उहाँको नामै भगवान् हो अनि यस्तो हुनुहुन्छ उहाँलाई भेट्नु हस् धन्यवाद तिम्रो कति थियो अरे बिपी ए होइन सरी सुगर 145 मेरो 40 त्यहाँ म सुजितालाई खोज्दै आएको सुजिता बिना त औषधि नलिने भनेर ल आउनुहोस् मसँग र साहबहरूले मलाई यो यति औषधि दिइसक्नु भएको छ उहाँ चाहिँ ए सबैको आफै पनि ताना दिदीलाई जति झ्याउ कसैले लाएन मलाई त आज हेल्थमा नआउन मन थिएन हैन ल्याइयो भन्नु नि मिल्दैन आफै बिरामी भएर स्कुल चलाएर आएको तर मलाई अरू बेला ल्याउँथे सभाध्यक्षज्यू गाह्रो रहेछ यो चिजै गाह्रो रहेछ अझ 1 वर्ष अझै झेल्न छ हजुरले तिमीलाई 1 वर्ष हेर्न पर्दासम्म त म फाँसी लाउँछु होला भन्ने ल दुईजना बाँदरहरूले उसको पार्दैछन् म्याग्दीबाट भागेको होइन भगाइयो धपाइएको बाँदरहरू धपाइएको ठिक्क हुने जस्तो कुर्सी रहेछ अब म यहाँ आसन ग्रहण गर्छु ल ओहो हाम्रो कृति शर्माको भिडियो नि गरिदिनु अरे भ्लगमा आइहाल्यो नि टक ल ल ल ल ल ल ढङ्ग आहा कति राम्रो पिठे खाने डक्टरहरूमा तिमी बराउले है पिठे खाने डक्टरहरूमा तिमी बराउले के सिकाइराख्नु भयो बिरामीको जाँच बिरामीले सिकाउनु भयो झ्याउ लागेर हामी यहाँ गफ हान्दै के कहाँदेखि त कहाँसम्मको कुरा गर्दैछौँ जारी नै रहन्छ अब कति धेरै निस्किन्छ अब बोरिङले हिट गर्दैछ नि त हाम्रो अब हाम्रो दिमागमा अब अरू कुरा पनि आउँछ अनि त्यहाँ चाहिँ बल्ल कुरा निस्किन्छ अझ धेरै ल बाट आएको 2 बजिसक्यो अहिले खाना खान पठाइयो सबै डक्टरहरूलाई हामी चाहिँ पालो कुरेर बसेको खै कति बेला आउनुहुन्छ भन्नुभयो हजुर म भ्लगर भ्लगमा आउँछ र गाई आउँदैछु तिमीहरूले नि बनाउँछौ ल मलाई सब्सक्राइब गर तिमीहरूले अनि म तिमीहरूलाई गर्छु है हाम्रो यहाँ स्विङ भाइहरू स्विङ्गर्स आहा सक्दिनँ नि म त दोहोरी गीत ल आऊ यहाँ बेन्चमा बसेर खेलौँ ल आऊ के डोरी त नि यो डोरी के हो र डोरी भन्ने ए सक्दिनँ दिदीको खुट्टा अहिले उस भएको अघि दिदीको खुट्टामा घाउ भयो अहिले साँच्चैको ल आऊ यहाँ आउने यता हो कि यता भ्लग हेर्ने नआएको कति मजा हो चाहिँ अब बल्ल खाना जान लाग्यो मलाई चाहिँ भगवानले दिएर स्टार्ट गर्नु भोक लाग्यो 3 बज्यो कुन्दिकोटतिरै आइसक्यो खै हाइट के भएको यस्तो धन्न हानिदिनु भयो केटीलाई खबा त माथि नै खाने यो भगवान् हामी त कुन्दिकोटै आइयो भ्लगर भएर यस्तो आपतमा पऱ्यो भने हौ घुम्दा आइपुग्यो फाइनल्ली
फाइनल्ली हामी चाहिँ 3 बजे खाना खाँदैछौँ। हतारमा त खाने सुरु खाना कस्तो छ स्मृतिज्यू? ठिक छ नि? साधनज्यू केनिकाज्यू केही भन्न चाहनुहुन्छ? ठिक प्रसन्नज्यू? हजुर उहाँको चाहिँ हाम्रो आज म्यानेजमेन्ट कमिटी हो हाँ होइन म केही कमिटीमा छैन है यो र तर है खानाको म्यानेजमेन्ट गरिदिएको जसले भए पनि धन्यवाद। खानाको त्यही हाम्रो यही है हामी अब खाना खाइसकेपछि फेरि पूर्ण जोडिन्छौँ। खाना खाइसकियो अब चाहिँ म स्कुटर कुर्दैछु। देख्नुहुन्छ भगवान् महत खाएपछि त हिँड्नै मन नलाग्यो यहाँ स्कुटर लिएर आएको नि अहिले हिँड्न सकेको। होम डेलिभरी दिदीहरूको चाहिँ तल छ अरे स्कुटर। दिदीहरू पिसक्नु भयो मलाई छोडेर जानु होइन फेरि जान्छन् है दिदीहरू जानु भनेखेरि अलि स्कुटर झिक्ने बेल आउनु भने भनेर दिदीले भ्लग हेरेर पिट्नु होला पार्किङ फी पनि लाग्दो रहेछ त्यहाँ। हामीलाई पनि लाग्थ्यो तर हामीलाई लिगेनन् पर्सनल चिनेको भएर। अच्छा चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह अब कार्यक्रम सक्ने तयारी रहेछ। यति बाँडेर चाहिँ हामी जान्छौँ। हाम्रो प्रोग्राम सकिसकेको छ। सबै फर्मल्ली रूपमै सब ऱ्यापअप गरिसकियो। अब चाहिँ हामी जान्छौँ, बिदा हुन चाहन्छौँ। अब जानु पऱ्यो भन साधना। अब आनन्द आयो भन न, ढिलो भइसक्यो होइन। लाखौँचोटि भगवान् भगवान् भनेपछि बल्ल त्यहाँभित्र आशिकाहरू छ नि हेर त के हाल्छ हौ घरबाट निस्किने हौ ल हिँड्दै घरबाट निस्किहालौँ बरु चाहिँ। यस्तो राम्रो राम्रो ठाउँ छ भिडियो प्रसन्न हिँड। कार्यक्रम सकिएको छ। बाई बाई।